म अहिले पाल्पा तानसेनको कैलाशनगरदेखि माथि श्रीनगरको डाँडाबाट बोलिरहेको छु। यस श्रीनगर डाँडामा मेरो बाल्यकाल बितेको हो। म यहाँ बाख्रा चराउन आउँथेँ। मैले प्राइमरी स्कुलहरूको अध्ययन यहीँ गरेको हो। र अर्को एउटा रोचक सबैलाई नभनेको कुरा के छ भने यहाँ जीवन रेखाको सुटिङ भएको थियो। आहा वनमा फुल्यो फुलै फुल बाँच्न चल्यो भन्ने गीत। यस गीतमा मैले बाख्रा चराउने क्रममा मलाई पछि थाहा भयो त्यस फिल्मका डाइरेक्टर प्रकाश थापाज्यूले भिडमा बाख्रा चराउनेको भिडमा मलाई रोज्नुभयो र रुखमा चढाएर एउटा बाँसुरीको पिसको बजाउन लाउनु भएको थियो। यो ठाउँ त्यही हो जहाँ मैले आफ्नो बाल्यकाललाई बिताएको थिएँ। अहिले यो ठाउँ भिन्नै भएको छ, नचिनिने भएको छ, नबुझिने भएको छ। अहिले आएर म अचम्म परेको छु। मेरो धेरै वर्ष, लगभग 30 वर्षको पछि होला सायद म यस ठाउँमा आएको। म अत्यन्तै खुसी छु, हर्षित छु। यस तानसेन पाल्पाको यस श्रीनगरको डाँडोमा बसेर यहाँका दृश्यहरूलाई अवलोकन गर्न पाउँदा म धेरै हर्षित भएको छु। मलाई विश्वास छ यहाँहरूलाई पनि यो दृश्यले मोहित पार्नेछ। अलिकति एन्टी लाइटले गर्दाखेरि तल बजारको दृश्यलाई अलिकति कैद गर्न समस्या परेको छ र पनि म देखाउन गइरहेको छु। कृपया हेरेर आनन्द उठाउनुहोला। यो फुटबल ग्राउन्ड हो। यहाँनिर मिसन हस्पिटल छ जहाँ म जन्मेको ठाउँ हो। यो साइडमा छ र यो यतातिर बजार छ। अत्यन्तै सुन्दर डाँडोमा बसेको यो बजार अत्यन्तै रमाइलो छ ठाउँ। मैले त आफ्नो बाल्यकाल यही डाँडो पाखामा हुर्किएको बिताएको हुँ। मलाई त असाध्यै मनपर्छ। यहाँदेखि यता कुन ठाउँ पर्छ मलाई त्यति थाहा भएन। चारैतिर बाटोघाटोले जेलिएको छ। अत्यन्तै विकास भएको मैले पाएँ। ठाउँ ठाउँमा सुन्दर घरहरू, सुन्दर डाँडाहरू देखिएको छ र यसरी आफूले बिताएका हुर्केको, जन्मेको, हुर्केको र आफ्नो बाल्यकाल बिताएको ठाउँहरू हेर्न पाउँदा कसलाई खुसी नलाग्ला र। आज म निकै हर्षित र खुसी छु। धन्यवाद।